यो चाहिँ पत्थर साथी सुगम यात्री होमस्टे मोटेल है। अनि हामीले चाहिँ यही काम गर्छौं, बाटोकै नजिक छ हैन। टोटल 3 फ्लोर, 5 वटा कमरा। हाम्रो गेस्टहरुलाई चाहिँ यसरी ब्रेकफास्ट दिएको छौं। अनि यसरी दिएर अब चाहिँ घुम्न जाने हैन, यस्तो दिन भएछ कसरी घुम्छ। गेस्टहरुको ब्रेकफास्ट चाहिँ भइसक्यो है। अनि अहिले चाहिँ म चाहिँ सब्जी हैन रासिन लिन आएको। अन्त गेस्टहरु चाहिँ खाना खाजा खाइसकेर पनि घुम्नु गएको छ। अनि आज चाहिँ दिन एकदमै धुम्म भइरहेको छ हैन। सो आज गेस्टहरुलाई कस्तो घुम्नु कस्तो हुन्छ है। अनि गेस्टहरु चाहिँ निस्केको छ। अनि लन्च अब बनाउनु पर्ने छ गेस्टहरुको लागि। सो you can visit here this homestay cum motel। अन्त म यो भिडियोमा केही जानकारी हाल्दिने छु, नम्बरहरु हैन। तपाई एक दिनको लागि आएर इन्जोय गर्न चाहनुहुन्छ भने यहाँ चाहिँ छ नम्बर। अनि यहाँ चाहिँ छ सबै डिटेल्सहरु पनि है। डिटेलहरु यो नम्बरमा तपाई सोध्न सक्नुहुन्छ। उहाँ चाहिँ गेस्ट लिएर आउनु भएको। अन्त उहाँको ट्यालेन्ट यसो रेकर्ड गरौँ भनेर कति मजाको बजाउनु भएको है। अनि यो भिडियो है यति रहेको छ। सो तपाईले मन पराइदिनु भयो भनिकन म आशा गर्छु। अनि यो भिडियोलाई शेयर अनि पेजलाई लाइक, अन्त युट्युबमा हिँड्नु हुँदैछ भने सब्स्क्राइब चाहिँ गर्न नबिर्सनु होला। हुन्छ, अर्को भिडियोमा भेट्ने छौँ।